हेलो गाइस, वेलकम टु माई न्यू डे न्यू ब्लग। सो अहिले भने चाहिँ हामी कहाँ जाँदैछौँ भने चाहिँ अहिले भने चाहिँ मेरो घर होइन गोक जाँदैछौँ र अहिले भने फिलहालमा चाहिँ बाटोमा छौँ र सिन्दामबाट सिधै बजार गएर चाहिँ होइन फर्केर फेरि सिधै अब गोक जाँदैछु होइन। यहाँ हेर्न सक्नुहुन्छ बाटो होइन। म मेरो काले बुढासँग जाँदैछु हो। हजुरहरूलाई देखाइरहेको छु मेरो काले कति अगाडि बसेर कुदाउनु, कोही बेला त ब्यागमा बसेर भिडियो बनाउँदै यस्तो आनन्द मिल्छ कि साँच्ची भनेको। चाहिँ हो मेरो घर जाने रोड पात्लेबास भन्छ यसलाई चाहिँ पात्लेबास होइन। सन्तकपुर यति गरम लाग्छ भन्छ, त्यति के हुन्छ जाडो हुन्छ। उल्टा भइसक्यो, उल्टा चियापत्ती बगान यो चाहिँ होइन। भने चाहिँ यहाँनिर एकछिन ग्यारेजमा रोकिरहेको छ किनभने चाहिँ हावा एकदमै कम्ती भएको जस्तो भयो होइन। त्यही भएर चाहिँ यहाँनिर स्कुटीको हालत पनि यस्तो भइरहेछ, धुनुपर्ने छ होइन। मैला चाहिँ यति भेला पर्छ, कुद्नु मात्रै सजिलो नि गाइस, धुनु सफा राख्नु यति गाह्रो लाग्छ कि मलाई चाहिँ फेरि होइन। अब भने चाहिँ बुढा आएको छ, बुढालाई त टक्क धुवाउनु पर्ने हुन्छ होइन। आफू त धुनु अल्छी लाग्छ, आएको यसो फाइदामा चाहिँ धुनु लगाउँछु भनेर चाहिँ सोचिरहेको छु। लेट्स सी के हुन्छ होइन। न आफै पो धुनुपर्ने हुन्छ कि गाइस। अहिले भने चाहिँ होइन हामी चाहिँ जामुने आइपुगिसकेको छौँ होइन। यहाँ पर चाहिँ पुग्नुपर्ने हुन्छ हामी चाहिँ। मेरो गाउँ चाहिँ यो हो है गाइस ल, यहाँ पुग्नुपर्ने हुन्छ हो। अहिले फिलहालमा चाहिँ जामुने आइपुगिसक्यौँ। अहिले भने चाहिँ बल्ल घर आइपुग्यौँ होइन। मेरो लियो चाहिँ फेरि यहाँ छ हो, आइपुगिसक्यो। यो चाहिँ हाम्रो गाउँ हो, यहाँ तल चाहिँ मेरो घर छ होइन। यो बाटो जानुपर्ने हुन्छ, भारी भने यति छैन। बमिट गरेँ कि यसले के गरेँ। यहाँ हेर न, यहाँ ससुरालीमा चाहिँ अगाडि छोरी नगए जहीँ अगाडि जाँदैछ यहाँ गाइस। यो आफ्नै त हो भने चाहिँ यो लियोले चाहिँ यसले बमिट गर्यो होला है, पक्का बमिट गरेँ कि के गरेँ होइन। टक्कै अब चाहिँ घर झर्दैछौँ, हामी चाहिँ घर पुग्न आँटेको छौँ होइन। टक्लक्क पुगेको घर। लियोले बमिट गरेछ है यहाँनिर, गनाएर मऱ्यो नि म त, ठरै भएँ। 1 केजीको पर्छ कि पर्दैन आमा, आउनु बित्तिकै भात खान थालिहालेछ। 3 केजीको भात खान थालिहालेछ। अब के खाएको सब्जी त्यही आलु त खाँदैन, आलु पुरा मनपर्छ नि त, अन्त आलु खानु पाएको छैन नि त, त्यही भएर हौ। म चाहिँ घर आइपुगिसकेँ होइन। आइपुगेर पनि अब चाहिँ मेरो काम चाहिँ दिएको अरे आमाले, अब यो तितौरा केलाउनु होइन। तितौरा चाहिँ केलाउँदै यसको चाहिँ जाम बनाउने अरे नि त आमाले। मुखभरि थुकाइ नि के गर्नु तर। कहाँ फ्याँकिदिनु बोक्रा चाहिँ, यहाँ भित्र हालिदिन्छु है। यति छ है यति चाहिँ सजिलो हुने रहेछ नि त। तितौरा मुखभरि थुकाइसक्यो यहाँ। हालेर एकैचोटि फ्याँक्दा पनि हुने रहेछ नि। सबले तितौरा पनि ल्याउनु थालेछ त फेरि है। सबैले पो लिएको छ, निनीले पनि लिएको छ होइन, जाम बनाउनै लिएको। केलाउँदा म त थुक भइसक्यो हौ। यहाँको घरको चाहिँ कति पनि फलेन क्या हौ। बोट सानो छ र पनि अन्त लु म त तितौरा केलाउँदा थुक भइसक्ने रहेछ आमा। 1 केजी त थुकै आइसक्यो मुखमा अन्त। चिया खाइहाल न तिम्रो चाहिँ त्यो। यहाँ तितौरा केलाको हेर्नु आऊ।
मुखबाट राल निस्किन्छ। के लगायो आमाले चाहिँ आगोमा चाहिँ चुलामा चाहिँ कसैले चाहिँ आधी केजी खान्छ 3 केजी हक्छ हो। खाएकै जस्तो हुँदैछ नि के लाउँदा पनि थुक्कै थुक। अमिलोले चाहिँ मलाई मात्रै थुकाउँछ कि सबैलाई आउँछ हौ थुक खानमा। मलाई त बुलुलुलुलुलु भयो साँच्ची भनेको थुक चाहिँ नि यसरी भयो कि यसरी कसम भनेको कि थुक्कै थुक भइसक्यो म। यस्तो छ जिन्दगी। अब यो चाहिँ डल्लै केलाई सक्नुपर्ने हुन्छ मेरो काम चाहिँ हो। त्यहाँदेखि बनाउँदा हामीले बनाउँछ। यति कहिले केलाई सक्नु होला यति चाहिँ छ हौ। अन्त आमा केलाउनु पर्ने हो। अब यो चाहिँ टक्कै गरम भयो। पहिला भने साह्रै बनाइदिन्थेँ आमाले यस्तो साँच्ची भने कस्तो खान्थेँ कि मैले तितौराको जाम चाहिँ। भुइँ त कस्तो राम्रो एकपल्ट मलाई थाम्नु सकिनँ। अमिलो दाना फ्याँकादियो नि स्टाइल गाइज यो। यहाँ तितौरा केलाउने चाहिँ बोरो ल्याइरहेको छु यहाँ हो। यता अब तितौरा चाहिँ भर्खरै त्यो बोक्रा डल्लै हालिसक्यो यहाँनिर बोक्रा तिमीले चाहिँ ल डल्लै मैले के उयाँतिर पनि छ बोक्रा निकालेर यहाँतिर पनि डल्लै बोक्रासँग लगाएछ। तितौरा केलाउनु लगाएको बोक्रा पो हालेछ प्लेटमा चाहिँ। अहिले भने चाहिँ मैले केलाई सक्नु आँटेको छु होइन। तितौरा यो चाहिँ आमाले दिएको काम फेरि हो। केलाई चाहिँ मैले कति बनाइसकेको छु तपाईँलाई देखाउँछु ल। यो राल छुवाउँदै भए पनि यतिको बनाइसकेँ मैले। अब सक्नु आँटेको छु। मैले चाहिँ बल्ल केलाइसकेको थिएँ यहाँनिर। यहाँ फेरि निनीले इम्ली लिएर आएछ। इम्ली होइन यहाँ हेल्प गर्दैछ रोइनाले इम्ली केलाउनु। हाम्रो आमा त जहिले कुकै हो नि यहाँ फेरि हो। आमाले चाहिँ च्वाचे पकाउँदैछ अरे च्वाचे होइन। यहाँ चाहिँ अब कहिले केलाइसक्ने लु बोल्नु सकाउँदैछ अरे। के भन्नुहोस् तपाईँ के भन्नु चाहनु? उहाँ चाहिँ इम्ली केलाउनु नसकाएर चाहिँ बोल्नु सकाउनु हुँदैछ भन्नुहुँदैछ होइन काले ज्वाइँले। मेरो ज्वाइँ भन्नु नि के काले ज्वाइँ कहाँ मेरो काले बुढा मेरो काले ज्वाइँ पो त यता देखेन हौ यता हेर त उज्यालोमा साँच्ची नै अनुहार देख्दैन नि त। ल ल ल लु छिटो देखाइहाल अनुहार देख्दैन साँच्ची लु आमा तपाईँको ज्वाइँको अनुहार नदेखेर हेर्नु देख्दैन देख्छ नि तिम्रो त। अघि एकरास थुक निकालेर बसेको कि नि फेरि अब तपाईँको इम्ली देखेर थुक्कै थुक भयो नि। केलाउँदैपछि पुरा थुक आउँदो रहेछ हौ है हजुर। ए बनाइदिनु त्यो हुन्छ हुन्छ।
चाहिँ निनीको इमली पनि हामीले चाहिँ केलाइसक्यौँ मजा लास्टमा केलाएको फेरि हामीले भन्दाखेरि अलिकति हेल्प चाहिँ गरिदिएको थियो होइन केलाई पनि सक्यो यहाँ चाहिँ मेरो भदै केटा आइरहेको रहेछ फेरि काँचो चाहिँ भेला पार्दैछ यता हेर्दा भाइ हेलो भन्दैन 40 रुपियाँ केजी हो गाइस यहाँ चाहिँ 40 रुपियाँ केजी होइन नि इमली तितौरा बजारमा चाहिँ कति छ तर यहाँ चाहिँ 40 रुपियाँ केजी होइन गाउँमै यो उयोहरू पनि बेच्दो रहेछ के भन्नु त जङ्गली तितेहरू हाम्रो चाहिँ यस्तै हुँदैछ है इमलीको अचार बनाउनु धमाधम निनीकोमा पनि धमाधम हो यहाँ घरमा पनि आमाले इमलीको अचार बनाउनेवाला छ अब भने चाहिँ सक्यो हेर्दैन भाइ कसले लिएको भने भाइ रेडिमेड अन्त थ्याङ्क यू भनेको मेरो नाम चाहिँ के हो मेरो र यहाँ चाहिँ छ ऊ पुच्की फेरि पुच्की ओए पुच्की यसको नाम चाहिँ पुच्की हो फेरि हामी चाहिँ हल्का कस के गरिरहेछौँ ढल्की राखिदिएको है अल्छी लागेर है अल्छी लाग्यो तँलाई भन्दैन अल्छी लाग्यो हिजोदेखि खेलेको अरे यो म हिजोदेखि बसेको मलाई अल्छी लागिरहेको छ होइन के गर्नु यहाँ चाहिँ ऊ भाइ पक्रिनु एक्साइटेड हो भाइ पक्रिनुले तेरा कुर्बानी का दिन आ गए पाइनस् ए आइस पापा पनि आइपुगेछ हो बसेको बेला फोनै गर्दैन कसले हौ छोडे भाइ सबसे ठुलो चाहिँ यता हो छोरी सेकेन्डमा चाहिँ यता हो यहाँ काखमा छ मेरो भदै केटो भाइ हेर्ने पनि भइसक्यो यहाँनिर ऊ हो ओइ नानी यहाँ पानी पोखिन्छ यहाँ पापा चाहिँ गुस्सा भएर आइरहेको छ फेरि किन रिस उठ्यो पापालाई चाहिँ अप्ठ्यारो बाटोमा कल गरिदियो अरे आमाले तेरो नाम पो दिलकुमार हाम्रो भाइको नाम दिलकुमार होइन यसको आविष्कार हो के हो अरे आविष्कार हो भाइको नाम नगरे भाइ उतालाई चाहिँ तेरो ब्यालुम यहाँ फुट्छ है यहाँ पक्रिरहेको छ कि नानी पुरा गाड बस्नुपर्छ नि तर फर्स्ट टाइम पक्रियो यहाँ फेरि त्यो उयोहरू मिलाइदिनुपर्छ अब के भयो रे ए हुँदैन आजदेखि मैले भिडियो बनाउनु छोडेको छुइनँ आज त हामी भिडियो बनाइदिन्छु सुमराती बिहानदेखि यति हो लाइक एन्ड सब्सक्राइब म त अन्धेरो नै बनाइदिन्छु लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस् ल बाई थ्याङ्क यू निनीको भ्लगमा नाचिदिए त एकपल्ट भाइ यस 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 भाइको स्वर आएन भाइ साला थ्याङ्क यू मेरो भदै केटोलाई मेरो भ्लगमा आएर नाचिदिएकोमा अर्को भदै काखमै छ नि त अन्त अब यहाँ फेरि नक्कली
हाँ होइन आमा यहाँ हामी चाहिँ भात खानु अरे भात हो आमा चाहिँ फेरि रोटी आमा र भाइ चाहिँ रोटी खाने अरे हो म पनि खान्छु म पनि रोटी खान्छु भनेको होइन अरे मलाई ऊ भात खानु भनिरहेको छ यहाँ मिठाईहरू ख्याल गरेर रोटीको डल्लाले त फेरि बोक्नु बोक्नु ढल्छ नि कत्रो कत्रो चाहिँ बनाउँछ होला लु डान्स गर गर अलिक यता आउ न भाइको छेउमा त नजाउ न अन्त भाइको छेउमा गयो भाइलाई लाग्छ अहिले ए के गीतै बिना चाहिँ के हो त्यो यस 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 तिमी त नाचेको यस 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 फुल भए म सुबास बनौला तिमी चौतारीको म शीतल बनाउला तिमी रुन तिमीलाई रुन नगरेको त्यस्तै हो त्यसै गर्छ के पो छ बिर्सेमा हातले समय रखौला कसरी भाइ बादल बसमा डान्स गर ल भाइ गर्दै गर यस यस तातो जवानी मुटु मेरो रुक्न यत्रोलाई चाहिँ बोक्नु सजिलो हुन्छ नि यस्तो गर्दा पनि हुन्छ नि त यत्रो नानीहरूलाई चाहिँ अनु सानो नानी फेरि सानो सबसे सानो नानी फेरि के छिटो बदमास हो फेरि यो चाहिँ मेरो भदै गीत हो सेकेन्ड टाइम बोक्दैछु अस्ति नगर्नु पनि आएर मैले बोकेको होइन फेरि आज आएर बोकिरहेको छ यो चाहिँ यो फुल्के माथि छ माथि छ फेरि हो साथी ला माथि सब त हो यो मान्छे माथिको मिस्तो हलिनु पर्ने छ एकछिन तिमीहरू हल्ला नगर्दै यहाँनिर उयो के गरेको पनि भएछ आर्यनले बाङ्गो किराको छ त आमा टाउको आमा नानी हो बाङ्गो अहिले भने चाहिँ हामी खानासाना खाएर पनि यस्तो गर्ने बेला भइसकेको छ गाइस सो बाई बाई थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई बाई